नमस्कार। नौगाड गाउँपालिकाको अध्यक्षसँग जनता सञ्चार कार्यक्रमको 46औं श्रृङ्खला आज मिति 2082 साल असोज महिनाको 19 गते आइतबार राति 8 बजे सञ्चालन भइरहेको छ। अहिले 8 बजिसकेको छ। योभन्दा पहिला 45औं श्रृङ्खलासम्म भदौ महिनाको 8 गते सञ्चालन भएको थियो र 46औं श्रृङ्खला भदौ महिनाको 15 गते आइतबारका दिन हुनुपर्ने थियो र त्यो दिन मैले विविध कारणले यो लाइभ कार्यक्रम केही दिनको लागि स्थगित भएको भन्ने सूचना राखेको थिएँ। त्यो विविध कारण के थियो भन्दा म धनगढीबाट चितवन भरतपुर अस्पताल जानुपर्ने भएर बीचमा चाहिँ यो व्यस्तताले गर्दाखेरि समय पनि नपुग्ने अनि नेटको पनि समस्या भएको कारणले गर्दाखेरि मैले केही दिन यो स्थगित भनेको थिएँ। त्यसपछि सामाजिक सञ्जाल फेसबुकहरू बन्द हुने कुरा पनि भयो। त्यसपछि यो जेनजी विद्रोह पनि भयो अनि करिब 1.5 महिना भन्दा बढी समय धनगढी चितवन भरतपुर अस्पताल बस्नु पर्दाखेरि यो असहज भएको हुनाले स्थगित गरिएको थियो र आजदेखि यो दशैं बिदा सकेर अफिसहरू खुल्ने भएको हुनाले र नेटको पहुँचमा आजबाट पुग्ने भएको हुनाले आज असोज 19 गते सञ्चालन हुने भनेर मैले सूचना गरेको थिएँ। खास गरी पाँचवटा भदौ 15 गते 22 गते 29 गते असोज 5 गते र 12 गते हुनुपर्ने कार्यक्रमहरू छुटेको छ। करिब 1 महिनाभन्दा अलि बढी समय सम्म यो लाइभ कार्यक्रमबाट विमुख हुन पाउँदा टाढा हुनु पर्दाखेरि अलिकता मलाई पनि कस्तो न्यास्रो जस्तो